नेपाल सरकारले यो वर्ष पनि 3% ब्याज दरमा 25 लाखसम्मको लोन दिने भएको छ। बिना धितोमा पाइने यो लोन चाहिँ आइडिआईको स्टार्टअप लोन प्रोसिजर भित्र पर्छ र यो लोन चाहिँ स्टार्टअपहरूको लागि मात्रै हो। र यो लोन पाउनको लागि आइडिया मात्र राम्रो भए पुग्छ भन्ने पनि सुन्नुभएको होला। तर आइडिया मात्र भएर पुग्छ त? आइडिया मात्र भएर चाहिँ पुग्दैन। र यो स्टार्टअप लोन सेक्योर गर्नको लागि के गर्नुपर्छ र के कुरामा ध्यान दिनुपर्छ म यो भिडियोमा भन्नेछु, एन्डसम्म हेर्नुहोला। यो आइडिआई स्टार्टअप लोन भनेको चाहिँ खासमा के हो त? यो चाहिँ उद्योग मन्त्रालयले लिएर आएको स्टार्टअप लोन हो र यसलाई सञ्चालन गर्ने काम चाहिँ आइडिआई अर्थात् इन्डस्ट्रियल एन्टरप्राइज डेभलपमेन्ट इन्स्टिट्युटले गर्छ। यो स्किम अन्तर्गत स्टार्टअपहरूलाई 3% इन्ट्रेस्ट रेटमा 25 लाखसम्मको लोन दिइन्छ र यसको लागि कोल्याट्रल पनि चाहिँदैन। यो लोन रिपेमेन्ट गर्नको लागि 5 वर्ष समय अवधि दिइन्छ र यसको रिपेमेन्ट चाहिँ लोन रिसिभ गरेको 1 वर्षपछि स्टार्ट गर्दा हुन्छ भनिएको छ। तर यो चाहिँ नर्मल सेन्सको 1 वर्ष चाहिँ होइन है, यो चाहिँ 1 फिस्कल इयर भनिएको हो। अर्थात् तपाईँले 82 को असारमा लोन रिसिभ गर्नुभयो भने 82 को श्रावणदेखि रिपेमेन्ट स्टार्ट गर्नुपर्ने हुन्छ। यो लोनको लागि सबै बिजनेसहरू चाहिँ एलिजिबल हुँदैन है। क्वालिफाई हुनको लागि बिजनेस रेजिस्टर भएको 10 वर्ष ननागेको, एनुअल टर्नओभर 15 करोडभन्दा कम भएको बिजनेस हुनुपर्छ र बिजनेस चाहिँ टेक ड्रिभन, इनोभेटिभ र भ्याल्यु एडिङ हुनुपर्नेछ। अर्थात् रिसेलिङ र ट्रेडिङ बिजनेसहरू चाहिँ यो लोनको लागि क्वालिफाई हुँदैन। आइडिया राम्रो छ भन्दैमा चाहिँ आइडिआईले लोन दिँदैन। लोन अप्रुभलको लागि आइडिआईले सेट गरेको मार्किङ क्राइटेरिया अनुसार 100 मार्क्समा एटलिस्ट 50 मार्क्स लिएर आउन सक्ने बिजनेसहरूले मात्रै यो लोन पाउनेछन्। तर यो 100 मार्क्स भित्र चाहिँ के पर्छ त? यो 100 मार्क्सको 80 मार्क्स चाहिँ जेनरल क्राइटेरिया अर्थात् कम्पनी फाइनेन्सियल्स, इम्प्लोइमेन्ट जेनेरेसन जस्ता कुराहरूले गरिन्छ भने 20 मार्क्स चाहिँ तपाईँको बिजनेस कुन उद्योग अन्तर्गत पर्छ त्यसको बेसिसमा मार्किङ गरिन्छ। हरेक क्राइटेरियामा कसरी हाइएस्ट मार्क्स स्कोर गर्न सकिन्छ र आइडिआई लोनको बारेमा अझै डिटेल्ड इन्फर्मेसनको लागि हाम्रो ब्लग पोस्ट चेकआउट गर्नुहोला। र यस्तै बिजनेस रिलेटेड अपडेट्सको लागि खाता पानालाई फलो गर्नुहोला।